जलवायु परिवर्तनको सबैभन्दा बढी असर अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतको आयोजना र राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल निड्वानको सहयोग तथा समन्वयमा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको 2 दिने संवाद कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन्। संवाद कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले अपाङ्गता मैत्री पूर्वाधार निर्माण र सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा नगरपालिकाले यस विषयमा काम गर्ने संस्थासँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्। यो क्षेत्रमा काम गर्ने वीरेन्द्रनगर नगरपालिका र यो भित्र काम गर्ने अरू गैर सरकारी संस्थाहरूसँग सँगै मिलेर अगाडि बढ्ने कुरा पनि हामीसँग छ भने मैले एउटा कुरा राम्रोसँग के बुझेको छु भने घर परिवारमा भइरहेका सबै सदस्यहरूमध्ये जो कमजोर छ उसलाई अर्को बलियो बराबर बनाउनका निम्ति सहज वातावरण सिर्जना नगर्ने हो भने हामीले बुझाइमा के हो त भन्दा ऊ हाम्रा निम्ति समस्या हो भन्ने जुन बुझाइ छ त्यो बुझाइबाट माथि उठ्नुपर्छ कि म सहजै जहाँ जान सक्छु वा अपाङ्गताको भएको व्यक्तिलाई पनि सहजै त्यहाँ पुग्ने ठाउँ बनाइदियो भने ऊ व्यक्ति पनि हामी बराबरै काम गर्न सक्छ भन्ने कुरा अभिभावकले राज्यले बुझ्यो भने यी सबै समस्याहरू समाधान हुन्छ। कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालकी केन्द्रीय अध्यक्ष डाक्टर प्रतिमा गुरुङले प्राकृतिक विपदका बेला अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिको तुलनामा 4 गुणासम्म बढी जोखिममा पर्ने गरेको बताइन्। उनले जलवायु परिवर्तनलाई मानवाधिकारको मुद्दाका रूपमा सम्बोधन गरिनुपर्नेमा जोड दिइन्। अपाङ्गता नभएका व्यक्ति, साङ्ग व्यक्ति र अपाङ्गता भएका व्यक्तिलाई चाहिँ विपद भन्ने एउटा थिमलाई मात्रै हेर्नुभयो भने हामी 2 देखि 4 गुणा बढी मर्ने समुदायमा पर्दो रहेछौँ, जोखिममा पर्ने समुदाय पर्दो रहेछौँ। यस कारणले गर्दाखेरि पनि अपाङ्गता, गरिबी र चाहिँ जलवायु र विपद चाहिँ एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध छ। हामी यसैको लागि काम गर्ने भएको भएर जलवायु परिवर्तन अहिलेको विषम सबैभन्दा मोस्ट इमर्जिङ इस्यु छ। यो मौसमसँग आएको परिवर्तनमा जोडिएको चाहिँ जलवायु परिवर्तन चाहिँ हाम्रो आज चाहिँ हामी जस्तो अपाङ्गता भएको व्यक्तिको लागि चाहिँ हाम्रो जीवन चाहिँ एकदमै चुनौतीपूर्ण छ। यस कारणले गर्दाखेरि पनि यो सवाल चाहिँ अति महत्त्वपूर्ण छ। कार्यक्रममा निड्वानका कर्णाली प्रदेश सल्लाहकार कृष्ण गहतराजले कर्णालीमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन भइरहेको जानकारी दिए। उनले अपाङ्गता भएका व्यक्तिहरूमा जलवायु सम्बन्धी न्यूनतम जानकारी गराउन आवश्यक रहेको भन्दै संस्थाले यस वर्षदेखि अपाङ्गता समावेशी जलवायु क्षेत्रलाई प्राथमिकतामा दिएर काम गरिरहेको बताए। खाली हामी नीतिगत तहमा मात्रै काम गरिराखेको थियौँ, तर हामीलाई के महसुस भयो भने नीतिगत सवालहरू मात्रै छलफल गरेर हामीले हाम्रो सवाललाई चाहिँ मजबुत तरिकाले उठाउन सक्दैनौँ। जबसम्म हामीले हाम्रै समुदायलाई जसलाई लक्षित गरिरहेका छौँ, लक्षित समुदायलाई चाहिँ जलवायु परिवर्तन सम्बन्धी चाहिँ न्यूनतम पनि चाहिँ सचेतना अभिवृद्धि गर्न आवश्यकता छ भनेर चाहिँ हामी यो वर्षदेखि चाहिँ निड्वानले विभिन्न 6वटा यसका चाहिँ प्राथमिकताका क्षेत्रहरू छन्। ती 6वटा प्राथमिकताका क्षेत्रहरूमध्ये चाहिँ अपाङ्गता समावेशी जलवायु कार्य चाहिँ हाम्रो सबैभन्दा महत्त्वपूर्ण चाहिँ क्षेत्र हो र हामीले हाम्रो स्रोतका हिसाबले पनि सबैभन्दा बढी इन्भेस्टमेन्ट चाहिँ यही अपाङ्गता समावेशी जलवायु कार्यको सन्दर्भमा चाहिँ लगानी गरिरहेका छौँ। 2 दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रममा जलवायु परिवर्तनको असर, विपद जोखिम न्यूनीकरण तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारबारे सुझाव सङ्कलन गरिने राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला अनुसन्धान तथा विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतकी सचिव सङ्गीता मगरले जानकारी दिइन्।